एकछिन बसौँ है दोस्त दोस्त यार चाहिँ मलाई सुक्रा छ होइन त्यो यस्तो भेट्नु यस्तो हान्छु पुरै गनबाट हिँड्ने गरेँ किन के हो दोस्त हेर न यार अस्ति पनि मेरो बारेमा केटीहरूको अगाडि नराम्रो भनिरहेको रहेछ जहिले यहाँ केटीहरूको अगाडि जाने अनि मेरो बारेमा नराम्रो भनिरहेको रहेछ सोलभरि मेरो बारेमा चाहिँ चर्चा गर्ने त्यसले नराम्रो अहिले सुक्राजलाई पिट्यो भने त्यसको दाइले तिमीलाई यतिले छोला र हेरौँला नि के हुन्छ त्यसको हेर न दोस्त यार म त लास्टै टाउको दुखिरहेछ भने यार अस्ति मलाई हेर न दोस्त यार सुक्राज भयो यार जहिले नयाँ केटीहरूको अगाडि गएर मेरो बारेमा नराम्रो भन्दो रहेछ अनि यहाँ केटीहरूको अगाडि ठुल्ठुलो कुरा गर्ने क्या दोस्त मेरो बारे त मलाई गाउँबाट हल्दै होला पार्दैछ नि त्यसले केटीहरूको अगाडि मलाई अनुहार पनि देखाउन सकिँदैन त्यस्तो बेइज्जत पार्दैन अब के गर्ने दोस्त त्यस्तो केही छैन होइन अब गएर हान्ने हो होइन त्यसको लागि पावरफुल छ भन्ने अरे होइन त चर्चा सुनेर के भयो त डराउनु जस्तो लाग्यो म हान्ने हो दोस्त म त त्यस्तो उडाइने हो मुख बाल त मलाई दोस्त रिस उठेपछि हान्नु पऱ्यो होइन मेरो बारेमा त्यस्तो नराम्रो भनिरहेको रहेछ अनि के गर्नु त हान्ने हो म त बालिस A few moments later. रोहित भन्ने त्यस्तो साथीहरू त्यो रोहित भन्ने मलाई पिट्छु भन्दै गाउँभरि बौलाउँदै हिँडिरहेको छ के नचाहिँदो कुरा गर्छ हो भने मलाई मेरो साथीले भने अब त टेन्सन नलि भाइ यदि तेरो गल्ती छ भने झुक नभए नझुक गर हान्डे के गर्यो भने म छ भाइ बुझिस् ज्ञान छ तर यो समातेर मलाई पिट्यो भने ल भाइ यदि तँलाई तिनीहरूले समाएर कुट्छ भने त टेन्सन नगर भाइ अब तँ जहाँ जान्छस् म पनि त्यही जान्छु बुझिस् सक्दैनौ किनहरू के भयो ए दोस्त जाओस् न त सुन दोस्त जहाँ उपाए त्यहीँ सल्युसन किनले दोस्त मसँग एउटा खतरा प्लान छ अब प्लान अनुसार चल्नु पर्छ कस्तो प्लान दोस्त यता बुझ्यौ नि तिमी गएर सुक्राजको लागि ध्यान पड्छौ तिमी गएर सुक्राज कहाँ कहाँ जान्छ त्यो याद गर ल के भयो तँलाई अब हेर्न तेरो दाइले कस्तो प्लान बनाउँछ ल दाइ मेरो दाइको नाम त पिजा ल के हो मेरो चुप लाग सुन्न डराउँछु भने होला या डराउँछु साला हात हाल्छ छोड साला फेरि तँले पनि भेट्छस् नि